आजको यो भिडियोमा म तपाईहरुलाई एउटा इस्युमा पैसा कमाउने एउटा एपको रिभ्यू लिएर आएको छु। यो एप चाहिँ तपाईहरुले प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ। क्याश नेपाल भनेर सर्च गर्नु भने यो आइकन आउँछ। यो एपलाई तपाईहरुले इन्स्टल गर्नु होला। अब चाहिँ म तपाईहरुलाई यसमा अकाउन्ट कसरी क्रिएट गर्ने अनि कसरी कोइन कलेक्ट गरेर कसरी त्यो कोइनको चाहिँ इस्युमा खल्ती माइपीमा चाहिँ पेमेन्ट लिन सकिन्छ सबै कुरा बताउँछु। भिडियो हेर्दै गर्नु होला। म चाहिँ अहिले यसलाई सिधै ओपन गरे। ओपन गरिसकेपछि यहाँ एकछिन लोडिङ हुन्छ। तपाईहरु एकछिन वेट गर्नुहोस्। त्यसपछि यहाँ पुश नोटिफिकेसनको लागि परमिसन माग्छ, एलो गर्नु होला। अब चाहिँ तपाईहरुले यहाँ स्टार्ट विथ गुगल भन्ने देख्न सक्नुहुन्छ। यसमा तपाईहरुले जस्ट क्लिक गर्दा हुन्छ। यति गरिसकेपछि तपाईहरुको मोबाइलमा भएको गुगल एकाउन्ट देखाउनेछन्। एउटा सेलेक्ट गरेर ओके गर्नुहोस्। यति गरिसकेपछि तपाईहरुको एकाउन्ट यहाँ खुलेको छ। अब चाहिँ यहाँ तपाईहरुले जोइन भएको चाहिँ यहाँ 20 कोइन पाउन सक्नुहुन्छ। अब चाहिँ यहाँ तपाईहरुले गेमहरु यहाँ चाहिँ 40 सेकेन्ड गेम खेलेर चाहिँ कोइन कलेक्ट गर्न सक्नुहुन्छ। अनि यो गेमहरु खेल्न चाहिँ तपाईहरुलाई अनलिमिटेड छ। कसरी गेम खेलेर अनलिमिटेड कोइन कमाउने म तपाईहरुलाई सिकाइदिन्छु। जस्तो फर एक्जाम्पलको लागि मैले ब्लेजिङ ब्लेड गेम लिए। अब म स्टार्ट गेममा क्लिक गर्छु। यति गरेपछि प्ले 40 सेकेन्ड फर बेटर एक्सपिरियन्स भनेको छ। यहाँ चाहिँ हामीले 40 सेकेन्ड गेम खेल्नुपर्छ। कुनै एडहरु आयो भने चाहिँ तपाईहरुले स्किप गर्न सक्नुहुन्छ। जस्तो क्लोज ओके। अब चाहिँ हामी 40 सेकेन्डसम्म गेम खेलौँ। त्यसपछि हामीले फेरि कोइन कलेक्ट गर्नुपर्छ। कसरी म त्यो सबै कुराहरु भन्नेछु। ल यहाँ देख्न सक्नुहुन्छ तपाईहरुलाई प्रेस ब्याक बटन एन्ड क्लेम रिवार्ड भनेर आइसकेको छ। अब हामीले चाहिँ गेमलाई कट गर्दा हुन्छ। कट गरौँ। अनि कट गरिसकेपछि यहाँ माथिपट्टि क्रसको आइकन छ। यो क्रसको आइकन दबाइदिने। ओके। क्रस गरिसकेपछि यहाँ चाहिँ हामीलाई क्लेम रिवार्ड भन्ने आउँछ। अब यसमा चाहिँ हामीले क्लिक गर्ने। यसमा क्लिक गरेपछि एउटा सानो एड बच्छ। त्यो एड चाहिँ हामीले हेरेर कम्प्लिट गरिसकेपछि बल्ल कोइन चाहिँ एड हुन्छ। म चाहिँ यसमा क्लिक गरेँ। यहाँ चाहिँ अब एकछिन लोडिङ भन्छ। अब चाहिँ म यो एडलाई कट गरेँ। कट गरिसकेपछि यहाँ चाहिँ हाम्रो रिवार्ड क्लेम भइसकेको छ। अब ब्याक गरेर हेर्ने भने अघि मसँग चाहिँ 20 कोइन थियो, अहिले चाहिँ 26 कोइन भइसकेको छ। यस्तै गरेर तपाईहरुले जुनसुकै फरक फरक गेमहरु 40 सेकेन्ड खेल्ने अनि ब्याक गर्ने हैन, अनि क्लेम रिवार्ड गर्ने, एड हेर्ने, त्यसपछि कोइन यसरी 6 कोइन गरेर कलेक्ट गर्न सक्नुहुन्छ। अब अर्निङ गर्ने अर्को अप्सन भनेको यहाँ तपाईहरुले यहाँ कम्प्लिट अफर वाल भन्ने देख्न सक्नुहुन्छ। यसमा जानु। यसमा गएपछि तपाईहरुले विभिन्न अफर वालहरु देख्न सक्नुहुन्छ। जस्तो म तपाईहरुलाई एउटा एक्जाम्पल गरेर पनि देखाइदिन्छु। यसमा चाहिँ सबैभन्दा राम्रो अफर वाल भनेको यो ग्रो डेक वाला हो। कसरी कम्प्लिट गर्ने म सिकाइदिन्छु। जस्ट म यसलाई ओपन गरे। त्यसपछि यहाँ चाहिँ तपाईहरुले थुप्रै गेमहरु पाउनुहुन्छ जसबाट तपाईहरुले यति कोइनहरु पाउनुहुन्छ भनेको छ। फर एक्जाम्पलको लागि मैले यो चाहिँ गोस्ट टावर एपलाई चाहिँ सेलेक्ट गरे। ओके। यसलाई सेलेक्ट गरिसकेपछि यहाँ चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ। म चाहिँ 150 मिटरको हाइटमा रिच गरे भने चाहिँ 167 कोइन पाउँछु भनेको छ। म चाहिँ यसलाई क्लिक गरे। अब यहाँ चाहिँ एकछिन लोडिङ हुन्छ। त्यसपछि यसले हामीलाई प्ले स्टोरमा लानेछ र यहाँबाट यो एपले हामीले डाउनलोड गर्नुपर्ने हुन्छ। अब चाहिँ हामीले डाउनलोड गरिसकेपछि यसलाई ओपन गरेर 150 मिटर भन्दा बढी चाहिँ रिच गर्नुपर्छ। त्यसपछि हाम्रो 167 कोइन जति आउँछ। सो तपाईहरुले यो गेम खेल्दा चाहिँ VPNहरु लगाउनु हुँदैन अनि वाइफाई बन्द गरेर पनि खेल्नु हुँदैन। इन्टरनेट कनेक्सन अन हुनुपर्छ। यही डिभाइसमा खेल्नुपर्छ हैन। यहाँ चाहिँ मेरो इन्स्टल भयो। म चाहिँ प्लेमा क्लिक गर्छु। र प्लस अब यसमा अझ अर्निङ गर्नको लागि अझै अर्को अप्सन पनि रहेको छ। त्यो चाहिँ के भन्दा त्यो चाहिँ रेफल गर्ने हो। त्यसको लागि चाहिँ तपाईहरुले यो प्रोफाइलको आइकनमा यसरी क्लिक गर्नुहोस्। प्रोफाइलको आइकनमा क्लिक गरिसकेपछि तपाईहरुले चाहिँ यहाँ रेफल भन्ने अप्सन भेट्न सक्नुहुन्छ। रेफलमा क्लिक गर्नुहोस् र यहाँ चाहिँ एकछिन लोडिङ हुँदैछ। र यहाँ चाहिँ तपाईहरुले साथीहरुलाई रेफल गरेर दुई तरिकाबाट चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। पहिला चाहिँ तपाईहरुले साथीहरुलाई रेफल गर्नुहुन्छ र उनीहरुले तपाईहरुको रेफल कोड युज गर्यो भने तपाईहरुले 100 कोइन पाउनुहुन्छ इन्स्टन्ट भने तपाईहरुले साथीहरुको 10% बोनस पनि पाउनुहुन्छ। जब चाहिँ उनीहरुले कमाएर चाहिँ जब रिडिम गर्छन् तब चाहिँ उनीहरुको 10% पनि तपाईहरुले पाउनुहुन्छ हैन। र यहाँ चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ मेरो चाहिँ 193 कोइन आएको छ। पहिला चाहिँ मेरो कति भन्दाखेरि 26 कोइन थियो अनि यसमा चाहिँ मेरो 167 कोइन चाहिँ एड भएर चाहिँ 193 कोइन चाहिँ भएको रहेछ। अब यसलाई रिडिम गर्नको लागि तपाईहरुले हैन यसमा यो कोइनमा चाहिँ यसरी क्लिक गर्दिने। कोइनमा क्लिक गरेपछि यहाँ चाहिँ तपाईहरुलाई पे आउटको अप्सनहरु देखाउनेछ जसमा चाहिँ तपाईहरुले खल्ती इस्युवा माइपीबाट चाहिँ रिडिम गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ तपाईहरु अलि ख्याल गरेर हेर्नु होला हैन। 5000 कोइनको चाहिँ खल्तीमा 48 रुपैयाँ पाउन सक्नुहुन्छ। 7500 कोइनको इस्युमा 72 रुपैयाँ पाउन सक्नुहुन्छ। 5000 कोइनमा चाहिँ तपाईहरुले माइपीमा 48 रुपैयाँ पाउन सक्नुहुन्छ भने त्यस्तै 9800 कोइनमा चाहिँ 96 रुपैयाँ खल्तीमा पाउन सक्नुहुन्छ। अनि 9800 कोइनमा पनि 96 रुपैयाँ इस्युमा पाउन सक्नुहुन्छ। त्यस्तै 7500 कोइनमा 72 रुपैयाँ माइपीमा पनि रिडिम गर्न सक्नुहुन्छ। जब तपाईहरुको कोइन पुग्छ यहाँ चाहिँ इनफ कोइन पुगिसकेपछि यसरी एउटालाई सेलेक्ट गर्नु होला। त्यसपछि यहाँ चाहिँ तपाईहरुले अब इस्युमा गर्ने इस्युआको नम्बर यसरी चाहिँ तपाईहरुले हालिसकेपछि चाहिँ तपाईहरुले यहाँ भनेको छ रिवार्ड्स विल सेन्ड विदिन 3 to 5 डेज। मतलब तपाईहरुले चाहिँ पेमेन्ट चाहिँ 3 देखि 5 दिन भित्रमा आउँछ भनेको छ। अनि जब तपाईहरुको कोइन पुग्छ तब चाहिँ यसरी तपाईहरुले रिडिम गरेर चाहिँ रिडिम गर्न सक्नुहुन्छ। मेरोमा चाहिँ नट इनफ कोइन भनेको छ। सो
आशा छ तपाईँहरूलाई भिडियो मन परेको छ। प्ले स्टोरमा गएर एपलाई डाउनलोड गर्न सक्नुहुन्छ। के लाग्छ कमेन्ट गर्नुहोला। धन्यवाद।